हाम्रो उद्देश्य हो बुद्धको शिक्षाहरूको दीर्घकालीन समृद्धि सुनिश्चित गर्नु र विश्वव्यापी शान्ति ल्याउनु। विशेष गरी हामी नेपाल देश र मुकुमको भूमिमा दिगो शान्तिको लागि प्रार्थना गर्दछौँ। हामी यसलाई मुकुमका मानिसहरूको लागि योग्यताको साँच्चै र अस्पष्टताको शुद्धिकरण, मुकुमको धर्म र सांस्कृतिक सम्बन्धको संरक्षण र मुकुम क्षेत्रमा पर्यटन र समृद्धिको प्रावधानको लागि पनि समर्पित गर्दछौँ। यी आकाङ्क्षाहरूको साथ हामीले नयाँ दिल्लीबाट अवलोकनेश्वर र गुरुम्बछेको पवित्र 8 फिट मूर्तिहरू, 4 फिट अग्ला तथागत स्तूपहरूको एक पूर्ण सेटको साथ सामान्यपूर्वक आमन्त्रित गरेको छौँ। हामी यो पवित्र वस्तुहरूको निमन्त्रण र आगमनको दस्तावेजीकरण गर्ने यो छोटो भिडियो प्रस्तुत गर्न पाउँदा खुसी छौँ। यो हाम्रो च्यारेसु लोकेश्वर च्यारेसुको मूर्ति यहाँबाट छाइलाबाट मुगुतर्फ वर्तन गर्दैछौँ। यहाँ यसरी हेर्नुहुन्छ, उहाँले दुःख धेरै छ, साह्रै अप्ठ्यारो भइरहेछ। यसरी जानु भइरहेछ, बहुत समस्या छ। यहाँबाट मुगुलिनलाई सरकारी निकायले रोड नपाउने अहिले यहाँबाट त अहिले रोड छ र अलिक सजिलो भइरहेछ। उतातिर त साह्रै गाह्रो छ त, सानो रोड सानो भयो हुनाले हाम्रो चाहिँ सरकारी निकायले गाउँपालिकामा रोड नभएको कारणले समस्या यसरी लोकेश्वर च्यारेसीको मूर्तिहरू यसरी बोकेर दिनुपर्ने अवस्था छ। हाम्रो नेताहरूको कानमा तेल हालेर बस्नुहुन्छ। गाउँ वडा नम्बर 2 मा लिँदैछ यो मूर्ति। त्यहाँ पेन्डेलजङ बुद्धपरा संरक्षण संस्थामा राख्दैछु। हामीले 8 जना मान्छेहरू आउनुभएको छ, 8 जना मान्छेले बोक्नु भएर चाहिँ यहाँ यो साङ्ग्रु भयो। यो अहिले त रोड हल्का 2 किलोमिटरसम्म त रोड काटिरहेको छ। यहाँबाट त्यहाँबाट रोड छैन, एकदम भिरालो जग्गामा हिँड्नुपर्ने अवस्था छ। यहाँ यसरी हाम्रो लोकेश्वर च्यारेसी गोकु दादिने छेल्ने थियो सब अदिहरु मुम सन्दी चला खेलहरु तानी खेरो मन के फोन के जगह मन नपाइए के गाउँ दुखे यहाँ राम्रो गाउँ छ भाइ पेमान छमु छुने अझै काले खाऊ दु मुगुजिकु ओलेप्सो मुगुजि गुरु युनिभर्सिटीको त तिरिङ बुलुम दलेप्सो खना खजा गाह्रो छ भाइ। हाम्रो गुरु युनिभर्सिटीको यहाँ पुलु आइपुग्यो। हेर्नु त भाइ कति दुःख गर्नुपर्छ यार, माथि गोटिया छ के हो। गुरु युनिभर्सिटीको मूर्ति आज पुलु भर्खर आइपुग्यो। अब यहाँबाट भोलि पुग्न सक्दैन, पर्सि मुगु पुग्छ। अहिले गाउँपालिकामा बल्ल गाउँपालिकामा पुग्यो। खाना कहाँ खायो भाइहरू? गुरु युनिभर्सिटीको त मुगुजीको ओलेप्सो मुगुजीको आर्य अवलोकनेश्वर र गुरुपेमा सम्भवको मूर्ति 8 फिट, त्यसै गरिकन तथागत बुद्धको चैत्य 4 फिटको एक सेट गरी अगु बुद्धको विभिन्न सामग्रीहरू इन्डियाको न्यू दिल्लीदेखि नेपालगञ्जसम्म 1 रात 1 दिन गऱ्यो। गाडीमा यात्रा गरिसकेपछि त्यहाँबाट फेरि छैलेसम्म 2 रात 2 दिनको यात्रा गरिसकेपछि त्यहाँबाट 8 जनाले हरेक दिन 8 घन्टा गरी 3 दिनको यात्रा पुरा समाप्त गरिसकेपछि आज बल्ल मुगु गाउँमा आइपुगेको छ। उला चित्र क्याप्ने त्याल्थ्यौँ भाइहरूलाई धेरै धन्यवाद। नम्बर सम्ममा टाइसले अनि यो मगम सङ्गीत त खचानेस कुदाङ गुरुमछि पुनि तेन वदि छिन्दा अनि छोदा ओछले तेन इकामा सम्म कापे कोप्याल तलेने
진다 텐디양 나를 기니니 많어 코나 당랑 대바 당나 지금 먹을 지는 나는 기계는 지출을 제지는 근데 뭐 아당 동 교주 피트 개바 니디 진다 송전하는 오늘 나고 다 들은 방송 다 단내가 주문은 좀 삽제진 아니 아니나 오 hotel tolela tahi tele dang tuji che shwa yinu o dang mena ko jorso kadin che tuji che mun ma dang tong juju kunyi la ta bom sum sarji ta song dang che ryan bom juk ta ro bom juk la so den de bom so ko tuji che गुरुमे छेको मूर्ति हाम्रो गाउँमा पुग्नु गइसकेको छ त्यसको लागि आउनेहरूले स्वागत गरिरहेको छ को लागि गाउँलेहरूले गुरुमे छेको मूर्तिको स्वागतको लागि यहाँ आइपुग्नु गइरहेको छ Jojo. Kami tak kerja Kita mau
Namo Loki Shoraya Kakundu Lama Cheresi Cheyibu Yigi Drupala Nidaso Kupe Sovandi Simyana Chula Gyuvarsho Lachiri Sila Gyapsunchi Tene bedem chirita sanji kono namtu sanji ki jinjo tene lama tambi ju la so ba tene tele tempa chi kono tene kono tene pe de jingwan ni chamba chita jinji ji ya de tumje me sanji ki tene chita de tumje pe so se te ba me ku je bi yulta res ti ina de sanji tumje ki tu ji tene chi de la por de tu maung ba te che ni ni 나도 동네에 그런 담대 집이 가면 되는 도저히 하고도 있는데 그 뭐를 좀 된다고 찌어요만 산지에 찌어요만 근데 이 사람 같으니 소화되게 유지되니 마음을 빠지는 다라는 때문에 제가 미선을 잡는데 왜 말은 뭐 심바직다 뒤도더니 뒤뒤는 아니 뒤도에 비타가 지를 보냈더니 소화다 보면 ram지랑 책이랬어 다들 진다도 못했네 진짜 이 먹음성대에서 그런 맞출 거는 타와전에서 보니 되는 게라 먹음지 사람지 깔로 터치 대ten들 가든 돈달라 유명상마 아니 다시비 먹음 던지도
हजुरहरूलाई धेरै धेरै धन्यवाद शैलादेखि हाम्रो माया बुद्धको मूर्ति र गुरुपेमा सामाको मूर्ति धेरै सङ्कट गरेर यहाँसम्म आउनुभएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद एकदम भगवानको बुद्धको आशीर्वादले तपाईँहरूलाई एकदम उहाँको प्रसाद पाउने नै छ सुख शान्ति पाउने नै छ तपाईँहरूको मनमा त्यही राख्नु है पैसाको नसोच हामी धर्मको लागि गरेको भने मनमा राख्नुहोस् खोइ तपाईँ कसो कुनै कुनैको त एकदम गाउँ नै ठुलो बनाएको छ खोइ देखाउनुहोस् त यस्तो यस्तो दुःख गरेर गर्नुभएछ यस्तो दुःख गरेर तर उहाँहरू ल्याउनु भएको छ एकदम दामी दुःख गरेर उहाँहरू यस्तो भगवान बुद्ध मूर्ति शैलादेखि लगभग 2 कुन्टल बराको 2 कुन्टलको मूर्ति चाहिँ 200 किलोको यसो लिएर आउनुभएको दुःख गर्नुभएछ तपाईँले दुःख नसम्झेर भगवान बुद्धको आशीर्वाद हो भने सम्झेर मनमा राख्नुहोस् तपाईँले त्यसको फाइदा तपाईँलाई पाउने नै छ है तपाईँ दुःख छ खुसी छ भगवान मूर्ति भएको खुसी छ हामी खुसी छौँ बाँकी जिम्मा तपाईँको हातमा एकदम खुसी छ हामी खुसी छौँ मनदेखि भित्र हृदयदेखि खुसी छौँ हजुर धेरै धेरै धन्यवाद है एकदम साहसी वीर भएर मात्र धेरै धेरै